यहाँहरु सम्पूर्ण नमस्कार साथै न्यानो अभिवादन। म आज विशेष गरी चाहिँ हाम्रो ओखलढुङ्गा जिल्लामा निर्माण भएको यो पर्यटकीय झोलुङ्गे पुलको अवलोकन गर्नको निम्ति आएको छु। तपाईहरुले देख्न सक्नुहुन्छ यो एकदमै सुन्दर छ। जुन उद्देश्यले बनाइएको हो जहाँसम्म लाग्छ यो हाम्रो सस्टा पार्कमा हुलाक डाँडाबाट चाहिँ सिधै सस्टा पार्क आउनको निम्ति बनाइएको यो विशेष गरी ओखलढुङ्गा जिल्लालाई एउटा चिनाउनको निम्ति जसरी सिद्धिचरणले हिजो मेरो प्यारो ओखलढुङ्गा भनेर चिनाउनु भएको थियो त्यसरी नै आज यो झोलुङ्गे पुलले पनि यसमा केही सुनमा सुगन्ध थपे जस्तो बनाएको जस्तो मलाई महसुस भएको छ। जेसुकै ढिलो भए तापनि यो पुलले जुन उद्देश्यसहित निर्माण भएको छ त्यसले सफलता प्राप्त गरोस् भन्ने मेरो चाहना छ। तपाईहरु पनि ओखलढुङ्गा आउँदै गर्दाखेरि जुन सस्टा पार्क हाम्रो ओखलढुङ्गाको सिद्धिचरणको शालीको अनुगमन गर्दैखेरि यो पुलबाट पनि एकचोटि जुन यो तल एकदमै लगभग 300 मिटर भन्दा माथि हाइटमा निर्माण भएको छ। यो तल साइडमा एकदम हरियाली जङ्गल छ जुन हाम्रो सिद्धिचरणले आफ्नो कवितामा व्याख्या गरे जस्तै जङ्गलको पनि दृश्यहरू एकदम राम्रो छ। तपाईहरु पनि आइदिनु होला भन्दै बिदा हुन्छु। हस्, धन्यवाद।